यदि तपाईको फोनमा चाहिँ नि कुनै पनि सफ्टवेयरहरू राम्रोसँग चलेको छैन र यो कुरा चाहिँ नि धेरै जसो पबजी प्लेयरहरूलाई गेम प्लेयरहरूलाई थाहा हुन सक्छ कि यदि फोनमा नयाँ अपडेटेड भर्जन गेमहरू चलिरहेको छैन भने चाहिँ हामीले के गर्छौँ त सिस्टम अलि अपग्रेड भएको चाहिँ नि फोन युज गर्छौँ। अब यो कुरा हामी कहाँ गएर जोड्न सकिन्छ भन्ने कुरा चाहिँ अब भन्न जाँदैछु। युएईमा सलुन इन्डस्ट्री कसरी म्यानेज हुन्छ, दुबई म्युनिसिपालिटीको रोल के छ त्यसमा। युएईमा सलुन खोल्न र चलाउन सबै कुरा स्ट्रिक्ट रेगुलेसन भित्र हुन्छ। सलुन लाइसेन्स बिना काम गर्न पाइँदैन। लोकेसन एप्रुभल कमर्सियल एरियामा मात्रै। हाइजिन स्ट्यान्डर्ड कम्पल्सरी। रेगुलर इन्स्पेक्सन हुन्छ। मतलब गभर्मेन्टले इन्डस्ट्रीलाई फुल्ली ट्र्याक र कन्ट्रोल गर्छ। लाइसेन्सिङ सिस्टम पर्मिट सिस्टम। हेयरड्रेसर, बार्बर, नेल टेक्निसियन सबैलाई इन्डिभिजुअल लाइसेन्स चाहिन्छ। ट्रेनिङ सर्टिफिकेट कम्पल्सरी। तपाईको रिन्यू इयरली लाइसेन्स। यसले इन्स्योर गर्छ कि स्किल प्रोफेसनल मात्र काम गर्छ। क्वालिफाई सर्भिस मेन्टेन हुन्छ। हेल्थ एन्ड हाइजिन म्युनिसिपालिटीले चाहिँ नि तपाईको टुल्स सेनिटाइजेसन चेक गर्छ। क्लिनिनेस, टावेल हाइजिन, इक्विपमेन्ट सेफ्टी चेक गर्छ। प्रोडक्ट एक्सपायरी डेट चेक गर्छ। रुल्स ब्रेक गर्यो भने तपाईँले थाहा छ दुबईमा चाहिँ नि फाइन, लाइसेन्स सस्पेन्ड हुने धेरै रुल्स स्ट्रङ छ। यसले के हुन्छ तपाईँको हाई ट्रस्ट फर कस्टमर्स। अनि इकोनोमिक ट्र्याकिङ र ट्याक्स एकदम हाई छ तपाईँको सलुन, एभ्री सलुन रजिस्टर्ड हुनुपर्छ। इन्कम बिजनेस एक्टिभिटी ट्र्याक हुन्छ। भ्याट 5% कलेक्ट हुन्छ। गभर्मेन्टले क्लियरली थाहा पाउँछ कि इन्डस्ट्रीले कति पैसा कति जेनेरेट गर्दछ, हैन, कति इम्प्लोइमेन्ट क्रिएट गरिरहेको छ भन्ने कुराहरू सबै ट्र्याक हुन्छ। अनि त्यसपछि आउँछ तपाईँको ट्रेनिङ एन्ड स्किल डेभलपमेन्ट। इन्टरनेसनल ब्रान्ड लोरेल सचकप ट्रेनिङ प्रोभाइड गर्छ। वर्कसप, मास्टर क्लास रेगुलर हुन्छ। स्टाफ अपग्रेड गरिन्छ। अनि यसमा रिजल्ट के आउँछ त तपाईँको युएई स्टाइलिस कोइल टु तपाईँको ग्लोबल स्ट्यान्डर्ड। बिजनेस ग्रोथ एन्ड ब्रान्डिङमा पनि तपाईँको गभर्मेन्टले यसमा हेल्प गरिरहेको हुन्छ र ठुल्ठुलो कम्पनीले पनि हेल्प गर्ने हुन्छ। हाई इन्ड सलुन चेन्ज लग्जरी सर्भिस हुन्छ, हैन, तपाईँको ब्युटी टुरिज्म, पिपुल ट्राभल फ्रम सर्भिस। अनि सोसियल मिडिया मार्केटिङ स्ट्रङ हुन्छ। यसको रिजल्ट के हुन्छ त यति भएपछि सलुन इन्डस्ट्री बिकम मेजर सर्भिस इकोनोमी सेक्टर। अब नेपालले के गर्न सक्छ त यी कुराहरूलाई चाहिँ नि हेरेर चाहिँ नि म्युनिसिपालिटी लेभल कन्ट्रोल सुरु गर्न सकिन्छ। नेपालमा म्युनिसिपालिटीले सलुन रेजिस्ट्रेसन कम्पल्सरी बनाउन सकिन्छ। बिना लाइसेन्स सलुन चलाउन नदिने। र फर्स्ट स्टेप भनेको ट्र्याक द इन्डस्ट्रीलाई ट्र्याक गर्नु पर्यो। अनि बेसिक लाइसेन्स सिस्टम तपाईँको हेयरड्रेसर लाइसेन्स, ब्युटिसियन लाइसेन्स, सलुन ओपनिङ लाइसेन्स, तपाईँको ट्रेनिङ सर्टिफिकेट त्यसको पनि चाहियो, होइन। अब यसले के गर्छ त तपाईँको क्वालिटी इम्प्रुभ गर्छ। हाइजिन रुल लागू गर्नु, क्लिन टुल्स, सेनिटाइजेसन सिस्टम, प्रोडक्ट क्वालिटी चेक, कस्टमर ट्रस्ट बढ्छ र बिजनेस बढ्छ। अनि डाटा ट्र्याकिङ सिस्टम, कति सलुन छन्, कति स्टाइलिस काम गर्छन्, कति इन्कम जेनेरेट हुन्छ र गभर्मेन्टले जिडिपी कन्ट्रिब्युसन मेजर गर्न सक्छ यदि कुराहरू भयो भने चाहिँ। अनि अर्को ट्रेनिङ एन्ड सर्टिफिकेसन। म्युनिसिपालिटी प्लस प्राइभेट ट्रेनिङ सेन्टरहरूको कोलाबोरेसनमा चाहिँ नि हामीले गर्न सकिन्छ। स्ट्यान्डर्ड कोर्सहरू चाहिँ स्ट्रक्चर गर्न सकिन्छ। इन्टरनेसनल ट्रेनरहरूलाई इन्भाइट गर्न सकिन्छ। इकोनोमिक ग्रोथ इम्प्याक्ट गर्न सकिन्छ। यदि युएईले जस्तै या अरू कन्ट्रीहरूले जस्तै सिस्टम नेपालमा आयो भने हजारौँ नयाँ जबहरू खोल्न सकिन्छ। जिडिपी इन्क्रिज गर्न सकिन्छ। फरेन इम्प्लोइमेन्ट अपर्च्युनिटीहरू ल्याउन सकिन्छ। स्किल वर्कफोर्स एक्सपर्ट हुन सकिन्छ। दुबईमा म्युनिसिपालिटीले सलुन इन्डस्ट्रीलाई ट्र्याक, रेगुलेट र डेभलप गर्ने $1 बिलियन इन्डस्ट्री बनाएको छ। त्यसैले नेपालमा पनि यदि यो सिस्टम लागू भयो भने यो सेक्टर हजारौँ रोजगार र करोडौँ रुपियाँमा इकोनोमी एड गर्न सकिन्छ। अब समय आइसकेको छ। प्लिज म्युनिसिपालिटी लेभलबाट पनि हामीले सुरु गर्न सकिन्छ र हाम्रो नेसनल लेभललाई यो ब्युटी सेक्टरलाई चाहिँ अझै हामीले डेभलप गर्न सकिन्छ। यसरी नै चाहिँ हामी यी कुराहरू पनि बाहिर कुन के कसो कुराहरू हुन्छ भन्ने कुरा लागू गर्यो भने चाहिँ हाम्रो यो इन्डस्ट्रीले हामीले धेरै माथिसम्म लान सकिन्छ। त्यही भएको कारणले चाहिँ नि यो भिडियो मैले तपाईँहरूले नै हेल्प गर्नुहुन्छ र यसलाई सेयर, मेन्सन, ट्याग गर्नुहुन्छ र यो भिडियो त्यहाँसम्म पुग्छ जहाँको मान्छेलाई चाहिँ नि यी कुराहरू चाहिँ अब है हामीले नि गर्नुपर्छ, हाम्रो पनि अगाडि बढ्नुपर्छ यस सेक्टरलाई भन्ने कुराहरू भइसकेपछि यो तरिकाले तपाईँ हामीलाई नै फाइदा हुने हो। त्यो कारणले चाहिँ नि तपाईँहरू यो भिडियोलाई सेयर, मेन्सन, ट्याग जति जेसम्म हुन्छ त्यतिसम्म गर्नु होला। धन्यवाद।